हेलो फ्रेन्ड्स, गुड मर्निङ एभ्रिवान है। सो आज चाहिँ बिहानै उठेर म छोटो भिडियो बनाउँदैछु नि त। सो वेदर पनि यस्तो भइरहेको छ, धुम्म भइरहेको छ। अन्त घाम नलागेको कति दिन भइरहेको छ नि त। अन्त चाहिँ बिहानको लागि अब सब्जी टिप्नुको लागि चाहिँ बैगुन फलिरहेको छ नि त। सो म जाँदैछु है बैगुन टिप्नुको लागि। अन्त चाहिँ हाम्रो घरमा चाहिँ सानो अब माछा पनि छ है, ग्रास कप। अन्त चाहिँ हेर्नुहोस् न, बैगुन चाहिँ यति बेसी फलिरहेको छ है। एउटा बोटमै चाहिँ टिप्ने बेला भएको रहेछ नि त। सो यो बोटमा चाहिँ काँडा रहेछ। अन्त चाहिँ काँडाले चाहिँ घोच्छ भने डरसरी टिप्दै थिएँ नि त। अन्त चाहिँ बटार्दा पनि भएन, यता घुमाउँदा पनि भएन। अन्त चाहिँ बोट भाँचिन्छ भने डर लाग्यो नि त। अन्त चाहिँ र पनि मैले एउटा चाहिँ अब छुट्याएँ, अर्को पनि छुट्याउँछु भने जबरजस्ती गर्दै थिएँ नि त। हुँदै भएन, काँडाले पनि घोच्दै थियो नि त। अन्त चाहिँ यसलाई चाहिँ यो बैगुन हुँदैन भनेर राखेर चाहिँ अन्त यसलाई यहाँ राखेर चाहिँ छुरी ल्याउनु गएँ नि त। सो छुरी लिएर आएँ है। अन्त छुरीले चाहिँ मजाले एकै कुरा गर्दै काट्दै, एकै कुरा गर्दै काट्दै है। दामी फलेको छ बैगुन चाहिँ, यसपालि हो मजाले फलेछ। यो एकै बोट छ, अरू बोट चाहिँ सबै मऱ्यो नि त। अन्त चाहिँ एकै बोटमा चाहिँ दामी फलेको रहेछ बैगुन। अन्त बिहान चाहिँ सब्जी केही छैन। सो अब यसलाई टिपेर चाहिँ पकाउने भनेर चाहिँ टिपेको नि त। सो मजाले फलेको रहेछ है यताबाट पनि। अन्त बिस्तारै बिस्तारै गर्दै यसको चाहिँ काँडा रहेछ यस्तो माथि माथि, त्यो जुन बोट हुन्छ त्यो त्यहाँ चाहिँ काँडा रहेछ। अन्त चाहिँ फेरि यसलाई राखेर चाहिँ यताबाट पनि डल्लै टिप्नु पऱ्यो भनेर चाहिँ डल्लै भेला पार्दै टिप्दै गर्दै थिएँ नि त। अन्त चाहिँ ठुलो सानो हेर्नुहोस् न, बैगुन दामी फलेको रहेछ। एउटा पनि किरा लागेको छैन है यो बैगुनमा चाहिँ। अन्त चाहिँ बिचमै यो चाहिँ बैगुनको चाहिँ बोट चाहिँ यस्तो बेसी फलेर चाहिँ वेट बेसी भएर चाहिँ अन्त चाहिँ बिचमै उयो भएको रहेछ, यस्तो भएको रहेछ, लडेको रहेछ एकपट्टि। अन्त चाहिँ फाइनल्ली है टिपिसकेँ है बैगुन पनि मजाले एक बोल भयो है। अन्त चाहिँ मलाई चाहिँ पुरा मनपर्छ बैगुन है, मेरो चाहिँ फेभरेट हो है। अन्त अनार पनि हुँदैछ है हाम्रोमा चाहिँ, मजाले फलिरहेको छ है। कति फुल फुल्दैछ, कति फलिरहेको छ है। मजाले एक बोट छ है, डल्ले पनि फुल्दैछ, दाना पनि लाग्दैछ है। यति बेसी पिरो हो यो डल्ले चाहिँ। त्यो चाहिँ टमाटर पनि हल्का पाक्दैछ पनि, कति कुहिँदैछ पनि, टमाटर पनि छ है हाम्रोमा चाहिँ। अन्त चाहिँ सो यता पनि रहेछ, तल तल पनि। अन्त हेर्नुहोस् काँक्रा पनि फुल्दैछ है। अब फल्ने बेला भएको नि त काँक्रा, अब चाहिँ सिजन हो काँक्रा। अन्त चाहिँ काँक्रा, फर्सी, इस्कुसको चाहिँ सिजनै हो नि त। अन्त चाहिँ फुल्दै रहेछ है। सो अब मैले चाहिँ टिपिसकेँ है। यसलाई चाहिँ मजाले मिलाएर चाहिँ अन्त किचनमा लगेर चाहिँ मजाले पकाउनुपर्छ है। सो थ्याङ्क यू सो मच।